यत्र तत्र सर्वत्र फेसबुक टिकटक जस्तो सामाजिक सञ्जालमा एउटा यो जो ब्याकग्राउन्डमा देखिएको भिडियो छ, जो एकजना नेपाली वीरबहादुर वीरबहादुर नामको एउटा टिकटक आइडी छ, त्यसपछि फेसबुक आइडी छ। उहाँका भिडियोहरू अहिले चाहिँ मिलियनका उपर मिलियन भ्युज छन्। उनी कसरी भाइरल भए त? को हुन् वीरबहादुर? के गर्छन् वीरबहादुर? यस्तो वीरबहादुर विगत 10-12 वर्षदेखि कतारको मरुभूमिमा 55-60 डिग्री सेल्सियसको चर्को घाममा उनी उट चराएर बसिरहेका छन्। उनी अहिलेसम्म नेपाल फर्केका छैनन्। हो, यस्तो अवस्था, यस्तो बेजोग अवस्थामा किन नेपालीहरू परिरहेका छन्? उनको घर परिवार कस्तो अवस्थामा होलान्? उनलाई जन्म दिने ती बुवा आमाको अन्तिम सास, अन्तिम लास पनि भेट्न पाएनन् वीरबहादुरले। अनि यस्तो अवस्था कहिलेसम्म भेट्ने सरकार हामीले? वीरबहादुर अहिले धेरै नै, उनी अहिले त्यति लेखे पढेका पनि छैनन्। उनको जन्म हो बागलुङ जिल्लामा भएको हो। भिडियोलाई जति सक्दो लाइक, कमेन्ट, सेयर गर्नुहोला र मलाई पहिलोचोटि यदि फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला गाइज, अनि युट्युबमा पनि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। तपाईहरुलाई यस्तै किसिमका भिडियोहरू लिएर आउने नै छु। यहाँहरुको साथ सपोर्ट सधैँ पाइराखौँ। जय नेपाल।